मेरो नाम चाहिँ प्रदीप भण्डारी। हाल युरोप कन्ट्रीको बारेमा बताउँदैछु म चाहिँ हल्का चाहिँ। मेरो युट्युब च्यानललाई चाहिँ सबैले सब्सक्राइब र लाइक कमेन्ट चाहिँ गरिदिनु नबिर्सिनु होला। सेयर जति सक्दो सेयर र लाइक कमेन्ट चाहिँ हान्नु होला। सब्सक्राइब पनि यसै साथ भन्न चाहन्छु। यो चाहिँ स्याउको बुटो हो, फलिरहेको छ पनि। अहिले चाहिँ यहाँको चाहिँ गर्मी बिदाहरू समर चलिरहेको छ भने यतापट्टि कृषिहरू फार्महरू छन्। यतापट्टि फार्म भन्नाले सानो सानो जग्गाहरू लिएर खेती किसानी गर्ने छ, त्यही हो। यहाँ चाहिँ माटो पनि किन्नुपर्छ। यतापट्टि यस्तो छ भने उतापट्टि घरहरू पनि देख्न सकिन्छ हजुरहरूले। यो चाहिँ माटो किनेर ल्याएर उतापट्टि कृषि गर्ने हो। यिनी साना साना घरहरू देख्नुहुन्छ भने यिनी कृषि गर्ने हुन्। साना साना, धेरै पनि होइन, थोरै उमा एरियामा कुतमा लिए जस्तै लिने हो, सरकारबाट लिने हो। यो चाहिँ ग्राउन्ड भयो हाम्रो। यहाँ चाहिँ अनेकौँ खेल खेलिन्छ भने यहाँ चाहिँ कृषि गरिन्छ। हजुरहरूलाई देखाउन चाहेको चाहिँ यहाँ कृषि गरिन्छ नि। उहाँ स्कुल छ, उतापट्टि घरहरू भयो, उहाँ चाहिँ कुकुरहरू खेल्ने ठाउँ छ। अलि टाढा जान सकिएन। यता चाहिँ फुटबल खेल्ने ठाउँ भनिन्छ भने यहाँ चाहिँ हल्का चाहिँ गेमहरू खेलिन्छ, त्यही हो। अरू चाहिँ भन्नै जाँदाखेरि भोलितिर मैले चाहिँ पसलहरू पनि निकाल्ने छु भने पसलहरूतिर पनि गएर ट्याक्क लिएर आउने छु। एक दुईवटा फटाकेहरू भिडियोहरू ट्याक खिचेर ल्याउने छु भने हजुरहरूको लागि युरोपतिरको बसाइ कस्तो छ के छ बारेमा हजुरहरूलाई फेरि जानकारी दिनेछु। भने आजको लागि चाहिँ यता फुटबल खेलिरहेका छन् कतिपय मान्छे। यो चाहिँ फुटबल खेल्ने जग्गा भयो भने उतापट्टि ब्याडमिन्टन छ, जिम छ। जिम पनि साधारण यो सरकारी जिम हो। उतापट्टि स्कुल बनाउन लागेको छ नि, स्कुल पनि आधुनिक। यो चाहिँ छोपेर बनाउँदो रहेछ। यहाँको चाहिँ नेपालमा चाहिँ यस्तो छोपेर बनाइन्न। पुलहरू बनाउन पऱ्यो भने गर्न पऱ्यो भने कन्स्ट्रक्सन साइड चाहिँ छोपेर गरिन्छ। कस्तो हुन्छ कन्स्ट्रक्सन साइडमा चाहिँ छोपेर गरिन्छ भने यता चाहिँ फुटबलहरू खेल्ने मान्छेहरू छन् टनाटन। यता चाहिँ के खोजिरहेका छन् जनाले, उहाँ चाहिँ उता बास्केट पनि छ भने यता चाहिँ ग्राउन्ड छ टक्क लाएर सानोतिनो। यता चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले सानोतिनो जिम छ भने यो चाहिँ जिम हो साधारण। यहाँको चाहिँ केटाटीहरू खेल्ने पनि छुट्टै ठाउँ छ भने यता चाहिँ बिहानमा वार्मअप गर्नको लागि जिम पनि छ हजुरहरूको लागि। यहाँ चाहिँ यस्तै जिमहरू दिन्छ भने यो चाहिँ ब्याडमिन्टनको लागि हो, टेनिस बलको लागि छुट्टै हुन्छ। यो चाहिँ जिम भयो भने उतापट्टि स्कुल बन्दैछ। स्कुल पनि त्यस्तो छोपेर बनाउनुहुन्छ भने यहाँ पनि स्याउहरूको बुट्टा त छन्, हेर्न सक्नुहुन्छ हजुरहरूले। यहाँ चाहिँ बास्केटबल भयो साना केटाटीको लागि, स्केटिङ भयो भने यता चाहिँ साना केटाटीको लागि फुटबल पनि छ। यो चाहिँ केटाटीहरू खेल्नको लागि पार्किङहरू भयो सानोतिनो। मान्छेहरू बस्दा नि भयो, बस्ने ठाउँ पनि छ।
भन्दै जाँदाखेरि उता चाहिँ लाइब्रेरी भयो भने उता बाटापारीको चाहिँ लाइब्रेरी है। लाइब्रेरी भन्नु पनि नजिकै हुन्छ। यहाँको लाइब्रेरी, हस्पिटल, बस पार्क, अब ट्रेन स्टेसन नजिकै छ। धेरै टाढा जानु पर्दैन। आफूहरूलाई गाडी चढ्नु पर्यो भने आधी घन्टामा छोड्छ भने बस आधी घन्टामा छोड्छ, ट्रेन आधी घन्टामा छोड्छ। धेरै दुःख पनि छैन। गाडीहरू जहाँ पुग्ने नि राम्रो छ मान्छेको लागि पनि। फुट पार्क बनाएको छ भने जेब्रा क्रस पनि जहाँ हेरे पनि छ। यो चाहिँ स्कुल बन्न थालेको ठाउँ हो। धेरै पनि नदेखा। उता चाहिँ त्यस्तो छ। उहाँ चाहिँ बर्गर हाउस छ भने उतैनिर हेरी रेड लाइट ह ट्राफिक लाइट भनिन्छ नेपालमा चाहिँ। यहाँ चाहिँ त्यही हो, ट्राफिक लाइटै भन्छ यहाँ पनि। यहाँ जेब्रा क्रसिङ छ, त्यही ट्राफिक लाइट हो। यहाँ चाहिँ झ्याप्प गाडीहरू घुम्नको लागि व्यवस्था गरिएको हुन्छ। हाइवेमा चाहिँ यसरी घुम्न पाउँदैनन्। आफ्नो ठाउँ एकफेर बिग्रियो भने जहाँसम्म बाटो छ घुम्ने ठाउँ जहाँसम्म छैन त्यहाँसम्म चाहिँ अनिवार्य पुगेर घुम्नुपर्छ भने यो चाहिँ लेखेको चाहिँ क्रियास्तो भनेर लेखेको छ। क्रियास्तो मिन्स लाइब्रेरी हो। क्रियास्तोलय भनेको क्रिया भनेको किताब, क्रियास्तोलय भनेको लाइब्रेरी। ओपिस्केलिया भनेको विद्यार्थी भनिन्छ भने ओपत्याया भनेको टिचर है। हजुरहरूलाई पनि युरोप कन्ट्री फिनल्यान्डमा आउँदै हुनुहुन्छ भने हल्का सहज हुन्छ। यहाँ चाहिँ साइक्लिङको लागि राखेको छ भने उता पनि साइकलको लागि छ। यो चाहिँ बस स्टेसन भयो। पुसे भन्छ यहाँ, पुसेकी भन्छ। अलि उच्चारण गर्न चाहिँ मलाई पनि आउँदैन। भर्खरको म पनि अलिअलि हल्का बोल्छु म पनि। धेरै त बोल्न जान्दिनँ। अब आफू हिँड्दै जाँदाखेरि बत्तलहरू भेटिने पनि छन् यहाँ ठाउँ। बत्तल बेचे पनि हल्का हुन्छ। 15 सेन्टी एउटा बत्तल भेटायो बराबर। प्लास्टिकको बत्तल भेटायो बराबर, सानो बत्तल भेटायो बराबर 20 सेन्टी। बाइकहरू कसरी हिँड्छन् यहाँ चाहिँ बाइकहरू। यहाँ चाहिँ एरिया भयो बस्ने ठाउँ। भाडामा बस्ने घरहरू यस्तै हुन्छन् यहाँको। जुन चाहिँ प्राइभेटहरू घर भए, प्राइभेट भन्नाले प्राइभेटमा भाडामा बस्ने घर भए। छुट्टा आफ्नो घर त उता हुन्छ, छुट्टै हुन्छ एउटा भने। यसरी पार्किङहरू पनि आफूले भारतु मिन्स भारतु भनेको चाहिँ रिजर्भ हो। रिजर्भ पनि भन्छ। भारतु भनेको एउटा चाहिँ सेक्युरिटी गार्ड पनि भन्छ। मैले चाहिँ 30 सेन्टी कमाएको छु भने हजुरहरूले कति भेटाउनुहुन्छ। बत्तल खोज्न हिँड्ने पनि पैसा चाहिँ आउँछ है। यसै गरी हिँड्नुपर्छ। आफूले भेटिन्छन् खोज्न हिँड्नुपर्छ। त्यही हो साथीहरू। म बस्ने चाहिँ उता पर पर्छ भने यो चाहिँ एकछिनको भयो। म चाहिँ यसो रोकिएको छु।
यताबाट जानु पर्यो। बोतलहरू पनि भेटिन्छन् कि त्यस्तै हो, दुःख छ, काम पाएको छैन, के गर्नु, परदेश भन्नु पनि यस्तै रहेछ। यही हो, बोतल बोतल भए नि 6वटा बोतल बोतल्नु भयो भने 1 युरो आउँछ। बोतल खोज्न गए पनि पैसा हुन्छ नेपालमा। बोतल त्यही त हो, नेपालमा बोतल खेलेर जान्छ तर पैसा पाइँदैन भने यहाँ चाहिँ बोतल बोतलेर पनि आफ्नो खाना खर्च निकाल्न सकिन्छ। बोतल खोज्नुपर्छ। ल है त, यहाँ पनि घरको तलपट्टि खेल्ने जग्गा पनि बनाइदिएको हुन्छ। आजलाई यति नै साथीहरू, लाइक कमेन्ट सेयर सब्सक्राइब हान्न चाहिँ नबिर्सिनु होला। आजको लागि बाई बाई। म चाहिँ यतापट्टि छु। सबैलाई बाई बाई भन्न चाहन्छु। माया छ। लाइक सब्सक्राइब सेयर कमेन्ट हान्न चाहिँ नबिर्सिनु होला। कस्तो छ भ्लग, हजुरहरूलाई कस्तो लाग्छ माया गरिदिनु होला भन्न चाहन्छु। जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोस् है। लाइक कमेन्ट सेयर हान्न चाहिँ अनिवार्य नबिर्सिनुहोस्। मलाई माया गर्नुहुन्छ भने सबैले साथ दिनुहोस् है। म चाहिँ सानो भर्खरको मान्छे हो, भर्खरै भ्लगर सुरु गरेको। आज चाहिँ फर्स्ट टाइम, पहिलोचोटि कस्तो भएको छ प्रतिक्रिया दिन नबिर्सिनु होला। भगवान् सबैजनाले हेलो गाइज, सबै गाइजहरूले चाहिँ प्रतिक्रिया दिनुहोस् है। म चाहिँ भर्खर बिदा हुँदैछु।